हेलो ब्रदर, हजुरको शुभ नाम? मेरो नाम ध्रुव खत्री। तपाईँको नेपाल घर कता हो? नेपाल घर मेरो बाँके। बाँके। अनि जापान आएको कति भयो तपाईँले? म जापान आएको 6 महिना जति भयो। अहिले तपाईँ निहुनको गएको सै हो? हजुर, न्युङ गएको छ अहिले। अनि तपाईँले सुरुमा नेपालबाट जापान आउँदाखेरि तपाईँले देखेको जापान र भोगेको जापानमा चाहिँ के फरक पाउनुभयो? धेरै नै फरक देखिरहेको थिएँ मैले वहाँदेखि आएर। सोचेको जापान, नेपालमा सोचेको र यहाँ भोगेको जापान धेरै नै फरक छ। अनि कामहरूको समस्या कतिको छ त जापानमा? भाषाको समस्या कतिको छ? भाषाको समस्या चाहिँ धेरै नै छ। भाषा चाहिँ राम्रो बनाएर आउनु नै नेपालदेखि नै राम्रो हो। भनेपछि जापान आउँदाखेरि नेपालदेखि नै भाषा बनाएर आउँदा राम्रो हो। अर्को कुरा भनेको तपाईँ नेपालबाट जापानमा अब निहुनको गएको चाहिँ भएर आउने विद्यार्थी भाइ बहिनीहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँ? भाषा चाहिँ राम्रो बनाएर आउनु भन्ने सन्देश छ एउटा। अर्को चाहिँ कसैको आश पनि नगरेर आफै सक्छु भन्ने भएर चाहिँ आउनु होला। भनेपछि अरूमा चाहिँ डिपेन्ड नगर्ने, आफूले चाहिँ म नै भाषामा चाहिँ केही न केही गर्न सक्छु भन्ने टाइपको भएर आउनुपर्छ भन्न खोज्नुभएको है? त्यस्तै हो, त्यही हो। अनि तपाईँलाई जापानको चाहिँ कुनै ठाउँ यस्तो फेमस ठाउँ मनपर्ने ठाउँ कुनै छ? मलाई चाहिँ मनपर्ने ठाउँ चाहिँ होक्काइदो नै हो। एकचोटि घुम्न जान चाहन्छु त्यही। होक्काइदो किन भाइ? होक्काइदोको के छ? होक्काइदोको घिउ बाहेक अरू केही छ? अरू अब सानैदेखि नै हेरेको ठाउँ हो त्यो, त्यही भएर राम्रो लागिरहेछ। मलाई पनि होक्काइदो मनपर्छ, तर होक्काइदोको घिउ चाहिँ बेस्ट लाग्छ। अनि तपाईँलाई जापानको खानेकुराहरूमा चाहिँ के मनपर्छ? खानेकुरामा चाहिँ ओनिगिरी चाहिँ मिठो हुन्छ। ओनिगिरी चाहिँ राम्रो लाग्छ। भनेपछि भाइलाई ओनिगिरी फेभरेट रहेछ। भनेपछि तिमीले कम्पनीतिर काम गर्छौ हो? हजुर, कम्युनिटी नै काम गर्छु म। अनि सुरुमा सुरुमा नेपालबाट जापान आउँदाखेरि केमा काम गरेको थियो भन्न मिल्छ? मैले चाहिँ म्याकमा नै काम गरेको सुरुदेखि। म्याक अनि म्याकको काम कस्तो लागिरहेछ तिमीलाई अहिले? म्याकको काम चाहिँ राम्रै छ, सजिलै हुन्छ म्याकको काम। यो अहिले एउटा मात्र काम गर्छौ कि दुईवटा काम गर्छौ? नढाँटेर भन्न त भाइ। काम चाहिँ दुइटै नै गर्छु अहिले चाहिँ। भनेपछि अहिले तिमीलाई कामहरू सबै कुरा हरेक कुराहरूमा सजिलो भइरहेछ होइन? सुरुमा चाहिँ गाह्रो हुन्छ कि पछि चाहिँ सजिलो भइहाल्छ। अनि जापानको बसाइ कस्तो भइरहेछ अहिले? रमाइलो नै छ। भनेपछि रमाइलो छ, गएको गयो आयो काम गऱ्यो रमाइलो छ होइन? रमाइलो नै छ। अनि जापानमा बस्दाखेरि फ्यामिली कतिको मिस हुन्छ? मिस त मिस भइरहन्छ हरेक छिन हरेक पल। भनेपछि अब यो भिडियो मार्फत तिमीले आफ्नो फ्यामिलीलाई के सन्देश दिन चाहन्छौ भाइ? अब फ्यामिलीले धेरै चिन्ता नगरिदिनु मेरो बारेमा। यहाँ खुसी नै छ, रमाइलो छ, त्यही नै हो। भनेपछि म मेहनत गर्छु फ्यामिलीलाई नि खुसी राख्छु भन्नु पऱ्यो नि भाइ। अनि जाँदा जाँदै अन्तिममा जाँदा जाँदै नेपालबाट स्टुडेन्ट भिजामा धेरै ठुलो सपना बोकेर आउने विद्यार्थी भाइ बहिनीहरूलाई के सन्देश दिन चाहन्छौ? छोटो मिठो। धेरै आश नगर्नु, जापानमा धेरै गर्छु भनेर धेरै आश नगर्नु। भर नपरेर आउनु कसैको पनि। आफूले नै गर्छु, अरूको भर पर्दैन, म आफै नै अघि बढ्न सक्छु भन्ने मान्छे चाहिँ आउन सक्नुहुन्छ। राम्रो नै छ। आरिगातो गोजाइमास। यस्तै यस्तै भिडियो हेर्नको लागि झलक छेत्री युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भन्थ्यो त भाइ। झलक छेत्री युट्युबलाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु। आरिगातो गोजाइमास।